आज हामी मार्नेवाला छौँ यस्तो लोकल ट्रिकबाट माछा। यस्तो तरिकाबाट के साँच्चीकै माछाहरू पर्छन् होला त? साथीहरू आउनुहोस् आजको भ्लगलाई स्टार्ट गरौँ। सो हे गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज मलाई अलिकति काम भएको कारणले गर्दा म चाहिँ साथीको घरमा गएँ। साथीको घरमा पुगेको रौँ फाल्नका लागि गाउँतिर जाउँ भो भन्छ त यार। मेरो पनि अलिकति रौँ छोटाउनु पर्ने थियो, त्यही भएर म र साथी लाग्यौं गाउँतिर। आजभोलि हाम्रोतिर गर्मी धेरै बढेको कारणले गर्दा हिँड्नको लागि एकदमै गाह्रो हुने गर्दछ। तपाईहरुको ठाउँतिर कतिको गर्मी छ कमेन्ट गर्नु है त। केही समयको अन्तराल पछि हामी चाहिँ पुगिसक्यौं गाउँमा। पुग्न त गाउँमा पुगियो, तर हाम्रो मिसन सक्सेस भएन किनकि मेसिनमा चार्ज सकिया रहेछ नि त गाइस। त्यही भएर एकछिन कुराकानी गरेर हामी चाहिँ ब्याक टु इज माई होम। केही समय हिँडिसकेपछि हामी चाहिँ पुगिसक्यौं आफ्नो घरमा पुगेर हामीले चाहिँ अलिकति लन्च पनि गर्यौं। त्यसपछि घन समातेर हामी चाहिँ लाग्यौं खोलातिर किनकि आज हामीले घनले माछा मार्नु छ नि त गाइस। हाम्रो खोला नजिकै भएको कारणले गर्दा एकैछिनमा पुगिहाल्यौं। सूर्यले तापक्रम पनि दिइरहेछ, पानी भने एकदमै तातो छ, माछा भने कतिको पर्ने हुन् त्यो चाहिँ थाहा छैन। पहिलो चोटि हान्दाखेरि माछा परेन, दोस्रो चोटि हान्दाखेरि परेन, तेस्रो चोटि हान्दाखेरि परेन। आज किन यसरी माछा परेन? के हाम्रो नदीमा माछै छैन कि क्या हो? जति हान्दा पनि माछै आउँदैन यार। तपाईहरुलाई पनि अचम्म लागिरह होला, त्यसरी हानेर कहाँबाट माछा मर्छ? यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि ढुङ्गा भित्र माछा बसिरह हुन्छ, झ्याममा ढुङ्गामा हान्दाखेरि ढुङ्गा थर्किएर माछालाई चोट लाग्ने गर्दछ अनि माछा मर्दछ। पहिला हामी चाहिँ यसरी नै धेरै माछाहरू मार्ने गर्थ्यौं, तर आज भने परेन। मौसम पनि यति छिटो चेन्ज हुन्छ कि बिहान एकदमै गर्मी थियो, अहिले भने एकदमै जाडो छ। हस्त साथीहरू, यसरी नै आजको मेरो दिन बित्यो। मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न पनि नछुटाउनु होला। सी यू द नेक्स्ट भिडियो, बाइ बाइ।